जति पनि नयाँ हुनुहुन्छ है मेरो भिडियो हेर्नु हुँदैछ भने है सब्स्क्राइब गर्ने चाहिँ नबिर्सनुहोस् ल किनकि सब्स्क्राइब गरेको पैसा लाग्दैन है ओके गुड मर्निङ आज चाहिँ हाम्रो रन एन्ड फन घुम टु सुकिया पोखरी है टोटल हाम्रो यहाँबाट कति छ किलोमिटर सुकियासम्म 12 त्यहाँबाट उकालो 3 15 टोटल हाम्रो किलोमिटर हुनेछ आज 30 किलोमिटर है गएर हाम्रो फेरि रिटर्न आज हाम्रो ग्रुप यहाँ पनि बसिरहनु भएको छ होइन हामीलाई वेट गरिरहनु भएको छ अब यहाँबाट चाहिँ हामी मुभ हुनेछौँ होइन आज हाम्रो रन एन्ड फनको टोटल ग्रुप चाहिँ 20 जना भएको छौँ है जोरपोखरी पुगेर ब्याक है फेरि घुम हाम्रो चाहिँ रन एन्ड फन गफ गर्दै कुद्दै हिँड्दै होइन आजको हाम्रो रन एन्ड फन चाहिँ ग्रुपमा टोटल हाम्रो 20 जना भएको छ मिनी म्याराथन भयो है हाम्रो भन्छन् फरेस्ट चेक पोस्टमा आइपुगिसकेको छौँ साथीभाइ होइन हामी चाहिँ घुम रेलवे स्टेसनदेखि बिहान 4 बजी निस्केको र सुकिया जोरपोखरी पुग्दा पुग्दा कति बस्नेछ है बादमा तपाईँलाई टाइम बताउने छु चाहिँ हामी पुबुङ फाटक आइपुग्यौँ होइन लगभग हामी 5 किलोमिटर हिँडिसकेको छौँ अब यहाँबाट फेरि 8 किलोमिटर छ गुड हेल्थ सही रूपमा बस्ने धन्यवाद ल अहिले चाहिँ हामी लाप्चे जगत आइपुग्यौँ साथीभाइ होइन र हामी 7 किलोमिटर आइसक्यौँ घुमबाट टाइम अहिले भइरहेको छ 5:30 तपाईँको होइन यहाँबाट यो चाहिँ तपाईँको लाप्चे जगत हो रन एन्ड फन गफ गर्दै गीत गाउँदै होइन आज हाम्रो अरू साथी आधा साथीहरू चाहिँ हाम्रो अगाडि गइसकेको छ हामी चाहिँ भिडियो बनाउनुको चक्करमा पछि भयौँ होइन ए लाप्चे जगत हेर्नुहोस् है यो सब पुरा होमस्टे अगाडि कुदिरहनु भएको छ साथीहरू म पनि कुदिहेरौँ न है त्यसमा त कुद्नु मन लाग्यो मलाई हाम्रो आधा ग्रुपहरू त गयो नि हौ पुग्यो होला सुकिया है पुग्नु आँट्यो त्यही त पिङ्कीहरू चाहिँ पुग्यो यहाँमा आउनुपर्छ एकपल्ट है भरे निस्क्यौँ न एकदमै मजा आइरहेछ आज है आज मेरो फर्स्ट टाइम हो आजको अनुभव चाहिँ है एकदम राम्रो 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 यो चाहिँ एकदमै गुड कज राम्रो कजको लागि गुड हेल्थ होइन हजुर सबै हाम्रो केटाकेटी होस् बुढाबुढी होस् जही पनि होस् सबैको हेल्थ सही हुनुपर्छ स्वस्थ हुनुपर्छ यही नै हाम्रो मेसेज छ सबै हजुर हामीले यही सन्देश दिन चाहेको तपाईँहरूलाई होइन हामी पनि अहिले हिँडिरहेको छौँ कुदिरहेको छौँ स्वास्थ्यको लागि होइन तपाईँहरू पनि आउनुहोस् यसरी नै हिँड्नुहोस् कुद्नुहोस् होइन स्वास्थ्य नै धन हो भनिन्छ
होला नि फोटो त ग्रुपमा गरिहाल्छ रेडी यहाँ हेर्नुहोस् है ऊ गरौँ थप्ले चेली भन चेली यहाँ यस्तो रहेछ र यहाँ चाहिँ प्राय एउटा चाहिँ अलिक क्लोज स्थानीय अलिक क्लोज अब एउटा हाम्रो अलिक क्लोज वाला फोटो है हुँदैछ सेल्फी गर्नु नि सेल्फी महाशय बङ्गाली महाबाबु ल ए साथीभाइ म चाहिँ नयाँ हो हामी होस् ल हामी यहाँको बारेमा अपरिचित छु यो जग्गाको बारेमा तपाईँहरू यो जग्गाको नाम भनिदिनुहोस् यो जग्गा नाम हामीलाई पनि थाहा छैन आजु भन्ने लेप्चा जग्गा त लेप्चा जग्गा त्यसलाई के भनिन्छ यो इको फरेस्ट गरेर फरेस्ट डिपार्टमेन्टले यो चाहिँ एउटा अब भ्यू पोइन्ट बनाएको भ्यू पोइन्ट र यहाँ हाम्रो जति पनि यो टिकट काउन्टरमा बस्छ हजुर यहाँ ब्लकको एसएसजीहरूलाई यहाँ जिम्मा दिएको छ यो ए अच्छा अच्छा 20 रुपियाँ गरेर टिकट गरेर यहाँहरू यसो फोटो सोटो खिच्छ त्यहाँ एउटा यो अब पुल जस्तो पनि बनाएको छ हजुर एउटा मतलब उहाँहरूलाई चाहिँ जो टुरिस्टहरू आउँछ है हजुर उहाँहरूलाई घुम्नु आउँदा चाहिँ उहाँहरूलाई चाहिँ यो जङ्गलहरू देख्दा फरेस्ट देख्दा एकदमै पाइन ट्रीले चाहिँ पाइन ट्री भनेर पाइन ट्री यो चाहिँ तपाईँको इको फरेस्ट इको फरेस्ट भ्यू पोइन्टको नामले जानिन्छ होइन हजुर यो चाहिँ भर्खर बनाएको छ यो भर्खर बनाएको छ त्यहाँ ल साथीभाइ अहिले चाहिँ एकदमै पुरै उज्यालो भइसकेको छ होइन हामी अहिले यहाँ 8 किलोमिटर हिँडिसकेको छौँ अब यहाँबाट फेरि 7 किलोमिटर अगाडि जानुपर्ने हुन्छ हाम्रो होइन हेर्दै गर्नुहोस् होला बिहानको यो देखाउनुहोस् अहिले यताको ए यो हुन्छ ल त साथीभाइ अहिले चाहिँ हामी सुकिया पोखरी आइसकेको छौँ है टोटल हामी चाहिँ 12 किलोमिटर हिँडिसकेको छौँ होइन यहाँबाट फेरि हामी जोरपोखरी जानुपर्ने हुन्छ जोरपोखरी यहाँबाट लगभग 3 किलोमिटर छ होइन मिरिक 25 किलोमिटर यहाँबाट है सुकियाबाट सिलिगुडी 69 एनजेपी 74 बागडोग्रा 81 मानेभन्ज्याङ 7 किलोमिटर सन्दकपू 39 किलोमिटर फालुट 60 एन्ड रिम्बिक 53 मानेभन्ज्याङ चाहिँ तपाईँहरू यो बाटो मानेभन्ज्याङ जाने बाटो होइन यताबाट सिलगढी हामी चाहिँ यहाँबाट फेरि यताको बिच बाटो भएर जान्छौँ यो यताको देख्नु भइरहेछ नि यो गाडी राखिरहेको छ त्यसको लेफ्ट भएर जान्छौँ हामी ल अहिले त म एक्लै भएछ साथीभाइ मानेभन्ज्याङबाट गाडीहरू पनि आइसकेको छ होइन हामी जाने बाटो चाहिँ यो जोरपोखरी यहाँबाट लगभग 3 किलोमिटर छ ल हामी चाहिँ हिँडे साथीभाइ के भन्छ जोरपोखरी जङ्गल हेर्नुहोस् है साथीभाइ यति सुन्दर देखिरहेछ ल अघि आउँदा चाहिँ हामी 1300 थियो अहिले चाहिँ अफ छ साथीभाइ होइन अब चाहिँ साह्रो पर्ने भयो यहाँबाट उकालो चाहिँ हिम्मत हार्नु हुँदैन अहिले चाहिँ हामी यहाँ आई लभ सुकिया लेखिरहेको छ होइन तपाईँलाई पनि म देखाउनु गइरहेको छु यहाँ आइपुगिसकेको छ हामी होइन यहाँ फोटो क्लिकहरू पनि हुँदैछ म चाहिँ सास बढेर स्यासे भयो फोटो खिच्दै हिँड्यो नि त यहाँ बाटो हाम्रो यो के भन्छ जोरपोखरी जाने बाटो चाहिँ अलिअलि रफ रहेछ हौ साथीभाइ हाम्रो यहाँ नेताहरू आइदिनु पर्यो यसो हेरविचार गर्नु पर्यो पाइन ट्री चाहिँ यति दामी देखेको यहाँ है पुरै पाइन ट्री मात्रै छ अरू कुनै छैन नि ल साथीभाइ हामी चाहिँ जोरपोखरी गेटमा है भित्र प्रवेश गरिसकेको छौँ होइन अब हाम्रो साथीहरू कहाँ कहाँ छ होइन पुगेर पनि यिनीहरू त ल हामी चाहिँ जोरपोखरी आइपुग्यौँ साथीभाइ होइन यता पछाडि एउटा पोखरी देखिरहनु भएको छ होइन अनि एउटा अगाडि छ त्यो पनि म तपाईँहरूलाई देखाउने छु होइन हाम्रो पार्टीहरू आएर पनि एक्सर्साइज
गरिसकेछ होइन। हामी चाहिँ भिडियो बनाउनुको चक्करमा चाहिँ ढिलो भयो नि त साथीभाइ। ल एक्सर्साइज सक्यो होला है तिमीहरूको? हामी त भिडियो बनाउनुको चक्करमा नि हो ढिलो भयो। यता एउटा पोखरी सुकियाको जोर पोखरी भनेको चाहिँ यही हो साथीभाइ होइन। आमा माछाहरू पनि रहेछ। बहिनीहरू अघि आइपुग्नु भयो त कति छिटो है। फाइनली भेट्यो है। हामीलाई त कता छोड्यो नि तर माछाहरू हेर्नुहोस् न यहाँ। आमा माछा हेर्नुहोस् है। कटिल ए हाम्रो यहाँ आउनु भएछ। लु भनिदिनुहोस् न तपाईँको उमेर कति? लाप्पा छितेन भोटिया। हजुर उमेर 71। अन्त हामीभन्दा अगाडि आएर यहाँ हेर्नुहोस् त 2-3 घन्टा अगाडि आएर पनि यहाँ बसिरहनु भएको छ पढाइ। 71 है उमेर। हामी चाहिँ के भएको हुनु त मेरो हुनु चाहिँ मेरो चाहिँ आज फर्स्ट टाइम हो होइन। मेरो अनुभव चाहिँ तर एकदमै अब मजा आयो मलाई। गलेन होइन त्यत्रो 15 किलोमिटर हिँडेँ होइन। थाकेको अनुभव भएन मलाई। मजा आयो। पसिना चाहिँ चुन्दैछ अलिअलि होइन। अलिअलि चुन्दैछ होइन तर मजा आयो। आजको मेरो अनुभव चाहिँ एकदमै सम्झना रहने भयो। सम्झनामा ल साथीभाइ हामी चाहिँ 15 किलोमिटर हिँडेर सुकिया जोर पोखरीमा आइसकेको छौँ होइन। अब यहाँबाट फेरि ब्याक हुन्छ घुम। पोखरीहरू पनि देखाइदिनु पर्छ हो। माछा हेर्नुहोस् माछा यहाँ आएर पोखरीको हामीले चक्करै लगाएन भने के फाइदा फेरि है। चक्कर चाहिँ लाउनु नै पर्ने हुन्छ। नाच्नु हुँदैछ पर्यटकहरू। हाम्रो पर्यटकहरू यहाँ नाच्नु हुँदैछ। यहाँ पछाडि हेर्नुहोस्। वाउ कञ्चनजङ्घा क्या दामी देखेको छ पछाडि। ल यहाँबाट चाहिँ एक चक्कर चाहिँ लगाइदिउँ न। हामी पर्यटकहरूलाई चाहिँ हामीले चाहिँ घुमाउनु पर्दैन आफै घुम्छ। यहाँ चाहिँ बसेर रेस्ट गर्ने जग्गा होइन। बसेर खाने जग्गा चिया पिउने जग्गा तर सबै भत्किसकेको छ के रिपेयरै छैन साथीभाइ। के गर्नु यस्तो छ हालत। मेन्टेनेन्स छैन। मेन चाहिँ मेन्टेनेन्स हुनु पऱ्यो नि यहाँ होइन। छैन कसलाई भन्नु। र साथीभाइ है एउटा कुरो भन्नु चाहिँ हामीले बिर्सेछौँ होइन। हाम्रो यो जोर पोखरी चाहिँ होइन एकदमै पुरानो हो होइन। र यहाँ अब हाम्रो दाजुले एक्सप्लोर गरिदिनुहुन्छ होइन यहाँको बारेमा होइन। के थियो कस्तो थियो भनेर है। नमस्कार है। यो अब जोर पोखरी आज हामी आयौँ। हामी बिहान रन गरेर आयौँ। तर हामीहरू रन गर्नु मात्र होइन यो ठाउँलाई अलिकति हामीले एक्सपोज पनि गरेको हो। र हामी भन्छौँ यो टुरिस्टहरू जति पनि टुरिस्टहरू छ उहाँहरू आउनुहोस् यहाँ घुम्नुहोस्। यो यति नेचरल यति ब्युटी छ। यसबाट भनौँ भने तपाईँको कञ्चनजङ्घा देखिन्छ, सन्दकपुर देखिन्छ। यो यति राम्रो ठाउँ सायद यो दार्जिलिङको लागि यो सुकिया पोखरीको लागि एउटा वरदान नै हो। र साथसाथै यो यसलाई हामी आज यहाँ हाम्रो रुम्बा है तपाईँको है रुम्बाज्यूको उहाँको भ्लगको माध्यमबाट के भन्न चाहन्छु भन्दाखेरि हामीले भ्लगमा त बनाएर मेसेजमा त यस्तो खालको गुड मेसेज दिन्छौँ कि टुरिस्टहरू पनि जति पनि छ हाम्रा जति पनि होमस्टेका हाम्रा ओनरहरू छ हाम्रा दाजुभाइ ड्राइभर दाजुभाइहरू जति छ उहाँहरूलाई पनि हामी अनुरोध गर्न चाहन्छौँ तपाईँले एकपल्ट चाहिँ टुरिस्टलाई पनि यहाँ भिजिट गरेर ल्याइदिनुहोस्। यो ल्याउनु भयो भने सायद अहिले भर्खरै मात्र हामी यहाँको स्थानीय बासिन्दाहरूबाट सुन्यौँ। र
र यसलाई अलिकति सही रूपमा देखभाल नभएको जस्तो हामीले महसुस भयो है। यसमा केही पनि छैन, यो हामी सबैजना मिलेर नै यसलाई काम गरौँ। अनि यो यसमा चाहिँ टुरिस्टलाई पनि हामी यसमा भित्रौँ ल्याउँ गर्दाखेरि यसको एउटा गरिमा जोर पोखरी भन्छ नि, सुकिया पोखरीको जोर पोखरी, यसको गरिमा यति दामी छ कि सायद अब आज मात्र हामीलाई पनि थाहा हुँदैछ। र अब आज हामी घुम्न आयौँ, हामीले सुनेको पनि थियौँ, हाम्रा पुर्खाहरूबाट सुनेको थियौँ। यो एउटा बहुत पुरानो ठाउँ हो र यसलाई हामीले एक्सपोज गर्नुपर्छ अनि हाम्रो सबैको एउटा दायित्व पनि है। के कसो भन्नुहोस्? ठिकै, एकदमै यथार्थ कुरो गर्नुभयो तपाईँले होइन। र यहाँको अब कसरी सुन्दरता बनाउनु पर्ने त्यो काम हाम्रो हो होइन, हामीले गर्नुपर्छ। र अलिअलि हामीले यहाँ धेरै जग्गा देख्यौँ टुटेको फुटेको है, यसलाई चाहिँ मेन्टेनेन्स चाहिँ गर्नुपर्ने हुन्छ होइन। त्यो मेन्टेनेन्स भएको छैन है। र हाम्रो अब जतिले पनि भ्लग हेर्नु भइरहेछ, यो भ्लगद्वारा तपाईँहरूले होइन हेर्नु भइरहेछ भने आइदिनु होला, गरिदिनुहोस् होला होइन। र उहाँको जुन चाहिँ भ्लग छ तपाईँले सब्सक्राइब गरिदिनुहोस् है, कमेन्ट्स गरिदिनुहोस्। यति नै मेरो तपाईँलाई अनुरोध छ। थ्याङ्क यू। र भन्दै भन्दै है मेरो भिडियो पनि एकदमै लामो भइसकेको छ होइन। र अब चाहिँ हामी यहाँबाट ब्याग होइन हिँडेर नै ब्याग जानेछौँ है। र मेरो आजको सन्देशमूलक नै भनौँ न होइन, सन्देशमूलक भिडियो होइन यहीँ समाप्त गर्न चाहन्छु भन्दै सबैलाई बाई बाई। थ्याङ्क यू सो मच फर वाचिङ। र जति पनि नयाँ हुनुहुन्छ है मेरो भिडियो हेर्नु हुँदैछ भने है सब्सक्राइब गर्ने चाहिँ नबिर्सनुहोस् होला, किनकि सब्सक्राइब गरेको पैसा लाग्दैन है। ओके।